अब मिलाएर बुझौँ न त्यस्तो नसोध्नु न पुरानो मेरो पहिलो गीत आउँदा त बहिनी भर्खर जन्मिनु भएको थियो होला अनि आउँदा तिमलाई ल्याइदिउँला कोसेली औँठी तोलाको कसरी बनिन् कसरी यहाँसम्म पुगिन् आज हामीसँग हुनुहुन्छ गोविन्द पङ्गेनी कमला घिमिरेलाई काखमा लिएर इन्टरभ्यू गर्ने भएको उहाँले हो र आज त्यति बुढो भयो म कमला आज गोविन्द सर जतरी भएपछि उहाँसँग मैले जम्का भेटमा जक्क कुराकानी गर्ने माहौल कमलाले रमाइलो गरिरहेको छन् है स्वागत छ यहाँहरू दुवैजनालाई हाम्रो आर्टिस्ट मिडियामा धन्यवाद बहिनी के छ खबर ठिक छ हजुरको के छ अब आज त बहिनीलाई नि सोध्नुपर्छ होइन बहिनीको सुरुवाती दिन हजुर गोविन्द पङ्गेनी सरले गर्नुभएको थियो होला जस्तो लाग्छ मलाई हजुर हजुर कतिको याद छ तपाईँलाई त पुराना कुराकानी अब तपाईँको पुराना कुरा उल्लिन्छ नि आज मलाई सबै कुराहरू याद छ बिर्सेको छैन अस्ति भर्खरै हो जस्तो लाग्छ अनि मैले हुन नि अस्ति भर्खरै हो बन छिटो बढ्या हो हाम्रो गोविन्द दाई अनि त्यसपछि धेरैजना आउनुभएको थियो मलाई लिनको लागि चाहिँ सबैजनालाई मैले सम्झिरहेको छु हजुर अब गोविन्द सरलाई नि सोध्छु हजुरले चाहिँ कमला घिमिरेलाई ल्याएपछि कमला घिमिरे लगभग अब भनौँ न दर्शक नजरमा परेकै गोविन्द सरको इन्टरभ्यू जस्तो लाग्छ मलाई सुरुमा हो तर मैले भन्दा पनि अब बहिनीको आफ्नै सुरुमा चाहिँ तपाईँ जानुभएको थियो भन्न खोजेँ त्यसपछि त मिडिया कति पुगेको सुरुतिरै हो हजुर सुरुमा चाहिँ तपाईँ धादिङै पुग्नु भएको हो नि हिलो बाटो बर्खाको समय लड्नु पनि भएको छ अरे हो भर्खर बाइक चलाउन सिक्दै थिएँ त्यति बेला लडियो पनि अलिअलि बर्खाको टाइम थियो हो बर्खाको समय थियो माथिसम्म बाइक नगएर अनि बल्ल बल्ल गएको थियो गए जस्तै बाइक जान्छ कि कमला अहिले त जान्छ तर जति दुःख थियो गरियो त्यति बेला जानलाई दुःख भयो अहिले बहिनीको सफलता पनि त्यति राम्रो भयो त्यो दुःख अनुसारको सफलता छ नि त बहिनीलाई अब यहाँनिर चाहिँ अब दुवैजनाको हातहरू अब कमलालाई गोविन्द सरले लिएर कमला सर हिट भयो फेरि गोविन्दकै गीत गाएर कमला पनि हिट भइसक्यो पछिल्लो समय धनगढीको बसमा त गोविन्द सरले भन्नु भएको छ हो मैले बनाएको हो याद छ कि छैन छ नि किन नहुनु दाइले गाएर पठाउनु भएको थियो अनि थाहा छ मलाई सबै कुराहरू ल आज गोविन्द सर सँगै हुनुहुन्छ के भन्न चाहनुहुन्छ म त अब के भन्ने त दाइलाई त भन्ने त केही शब्द नै छैन एकदम धन्यवाद भन्छु मेन त दाइलाई होइन किनकि आज दाइ त्यसपछि दाइको साथीहरू सबैजना जो मेरो सपोर्टमा हुनुहुन्थ्यो जो उहाँहरू सबैजनालाई म एकदम धेरै धेरै धन्यवाद भन्छु अब कस्तो अनौठो छ कि है अब गोविन्द सरले नै अन्तर्वार्ता लिएर कमलालाई यहाँसम्म पुर्याउनु भयो आज सँगै अन्तर्वार्ता दिँदै हुनुहुन्छ गोविन्द सरले हजुर 7 वर्षपछि है दाइ हो नि 7 वर्ष बल्ल 7 वर्ष भयो है बहिनी त्यति बेला सानै हुनुहुन्थ्यो म अझै जत्रै छु बहिनी यत्रो भइसक्नु भयो अब गोविन्द सर के कस्तो लाग्यो तपाईँलाई चाहिँ कमला बहिनी सँगै हुनुहुन्छ आज होइन तपाईँले अन्तर्वार्ता लिनुभयो तपाईँले बनाएको गीत पनि गाउनुभयो बहिनीले करोडौँ कलममा छिरेको गीत पनि छ होइन हजुर त्यो त कति 5 करोड हो दाइ करोड मात्रै हो र 5 करोड पुग्यो 5 करोड पुगिसक्यो 5 करोड हो नि नेपालको जनसङ्ख्या भन्दा पनि धेरै गइसक्यो अनि सबैको भागमा डबल त्रिबल पुग्छ होइन माया गरेर एउटैले अब धेरै पटक हेर्नु भएको छ त्यहाँ त्यसरी भन्नुपर्छ कसले बढी माया गर्नुभएको छ थाहा छैन नि त्यो त सबैको अब दिलमा बस्यो मनमा बस्यो सबैले लाइभ दोहोरी गाउनु भयो अब यसमा अब जोडिने अमृत सापकोटा मेरो मितजी हुनुहुन्छ हाम्रो गोविन्द भट्टराई बहिनी हुनुहुन्छ समीक्षा बहिनी सबैले गाउनु भएको छ सबैले राम्रै भयो र त्यसपछिको सहकार्य पनि बहिनी खेल्नु भएको छ कि हजुर लाउरे झोलामा नि होला हजुर लाउरे मैले बनायो हो नि त पनि लाउरे झोलाको आउँदा तिमलाई ल्याइदिउँला कोसेली औँठी तोलाको भन्ने बहिनी खेल्नु मेरो चाहिँ हजुर त्यति बेला चाहिँ मेरो ठ्याक्कै भोइस चेन्ज भएको थियो अनि धनगढीको बसमा पार्ट 2 पार्ट 3 मा चाहिँ मैले गाउन सकिनँ तर खेलेको चाहिँ छु खास अब सुरुमा गाउने हुनुहुन्थ्यो बहिनी दोस्रोमा अब खेल्ने पनि भएँ अब किन गाउनु भनेर होइन कमला बहिनी त पछिल्लो समयमा मोडलिङ पनि गरिरहनु भएको छ अब मिलाएर बुझौँ न
हो त्यही भयो, त्यही सल्लाह भएर हो। बहिनी मात्र गाउने भनेर जानुभएको थियो, होइन गयो गाउन भन्दा नि खेल्न मात्रै पर्छ कि भनेर त्यसरी गरे हो कि मिलाएर बुझ्नु पऱ्यो कि तपाईँ। ठिक छ। अब अहिले म अलिकति पुरानै कुराकानी गर्न चाहन्छु किनभने कमला त्यति बेला कति चञ्चले हुनुहुन्थ्यो। गोविन्द सरले आज सेयर गर्नुहुन्छ कि कस्तो हुनुहुन्थ्यो कमला तपाईँले? बहिनी त अब एउटा भिडियो छ बहिनीको त्यो सुटिङमा, बहिनीलाई हाँसो लाग्छ लाग्दैन त्यो भिडियो हेर्दा? लाग्छ नि दाइ। के छ अलिकति सेयर गरौँ न आज। त्यो अब मादल बोकेर घर मन्दिरबाट आएको याद आउँछ मलाई, बहिनी सानी इन्टरभ्यू लिन भनेर गएको। अनि त्यसपछि एउटा चाहिँ यो हाम्रो कसको एउटा सुटिङमा हो कि त्यो पिङ्क कलरको ए भगवान् त्यो लाएर अनि त्यो के बोले कस्तो रमाइलो छ कि, तर त्यो मान्छे नै होइन जस्तो लाग्छ अहिले चाहिँ। तर धेरै वर्ष पनि भएको छैन। बहिनीको धेरै कुराहरू परिवर्तन भए, सबै रूपदेखि भोइस पनि चेन्ज भयो, सबै अब बोल्ने शैली, व्यवहारिक जिम्मेवारी, घर परिवारको लिन सक्ने धेरै कुरामा परिपक्व भइसक्नु भयो अहिले त। त्यो एउटा उमेर हो, उमेर अनुसारको मान्छे भयो भने बल्ल परिपक्व बन्छ कि। त्यो बेला चञ्चले टाइम हो। त्यो बचपनमा पनि मान्छे त्यति साह्रो खुल्ला भएन भने ठुलो भएपछि नि त्यति धेरै प्रगतिहरू हुँदैन। मान्छे अलिक चल्ने, अलिक बढी बोल्ने, जिज्ञासु त्यो टाइपको भयो भने पछि गएपछि त्यो मान्छे अर्कै परिपक्व बन्छ। बहिनी त्यस्तै हुनुभएको हो। पछिल्लो समयमा कमला बहिनीको त धेरै कुरामा परिवर्तन छ अहिले, बोल्ने शैलीदेखि ल्याएर को मान्छेसँग कसरी बोल्ने होइन कस्तो गर्नु, अब धेरै कुरा चेन्ज भएको छ। अहिले चाहिँ +2 को एक्जाम छ आज। आजै हो होइन सुरु भइरहेछ, 3टाको भयो आज। ए आज 3टाको होइन आजले सुधा गरेर 3टा भयो। आज धेरै आउनु भएको। हजुर कस्तो भयो त? राम्रो भयो आज। ल हेर्नुहोस् त तपाईँले नि ल्याएको मान्छे हो नि त कमला। अहिले +2 को एक्जाम दिँदै हुनुहुन्छ भनेको हाम्रो पढाइको आधी अध्याय भन्छ +2 होइन, आधी अध्याय पार गर्न। हजुर म पनि +2 पढ्ने उमेरमै छु अझै। कमलासँग सँगै कलेज जाने हो त? सुहाउँदैन र भने हामी दाइको मेरो 2 महिनाको फरक हो कि एउटै उमेरको हामी। महिना एउटै हो। अब अहिले तपाईँले कमलालाई बहिनी नै भन्ने त होला नि? बहिनी नै बहिनी नै भन्नुहुन्छ। मेरो प्यारी बहिनी बहिनी नै हो। ल ठिक छ। अब अलिकति सेयर गरौँ न, पुराना कुराकानी खोल्न खोजेको मैले खासमा। कमलाले त्यति बेला यति चञ्चल गर्नुभएको भिडियोहरू अहिले पछिल्लो समयमा फेरि कमलाको खासै अन्तर्वार्ता नआउने मान्छेले चाहिँ टोल बनाउँदै हाल्दा गर्दा रहेछ। कमलाले कहिलेकाहीँ आफै पनि सेयर गर्नुहुन्छ त्यस्तो कुराहरू? कहिलेकाहीँ त्यो मेरो त्यो पुरानो भोइसमा टिकटकहरू बनाएर हालिरहेको हुन्छु मैले कहिले कसो, रमाइलो लाग्छ। राम्रो कुरा हो, ट्रोल हुनु पनि राम्रै त हो। ट्रोल भन्नाले त्यो कमेडी टाइपको रमाइलो बनाएर हाल्नुहुन्छ कि कमला पहिला यस्तै अहिले यस्तै भनेर त्यो दर्शकको माया पनि भन्नुपर्छ। त्यसलाई त्यहाँ गएर हेर्दा पनि कमेन्ट पनि राम्रै आएको हुन्छ नि। त्यस्तो कमलाको दिन अझैसम्म त्यस्तो केही आएको छैन, सकेसम्म नआओस् भन्न चाहन्छु। यत्तिकै राम्रो भएर चलेको राम्रो होइन। कहिलेकाहीँ अब सानोतिनो कुराहरू टुटफुट त भइहाल्छ नि, तर त्यसलाई नै कमलाले यति सहज तरिका लिएर जानुहुन्छ, बोल्ने शैली यति राम्रो छ होइन। के भन्न चाहन्छ, यति धेरै प्रगति भएको छ कमला बहिनीको चाहिँ होइन। तपाईँहरू पनि दिनुभयो सबै होइन, तपाईँहरूले हिजो गएर गाउँघरमा त्यसरी कमला घरको त्यस्तो बर्खामा छ होइन, एउटा बाइक लडाउँदै पुग्नु भएको छ भन्ने गोविन्द सरको त मलाई म चाहिँ जान पाइनँ। उहाँ चाहिँ जाँदाखेरि त्यो हल्ला चाहिँ आएको थियो, म बाइकबाट लड्नु भएको थाहा छ? हजुर थाहा छ। त्यति धेरै दुःख गरेर तपाईँहरूको हुन त गोविन्द सरले धेरै कलाकार बनाउनु भएको छ, कमलालाई मात्रै त होइन। थाहा छ कि छैन बहिनीलाई? थाहा छ। अलिअलि गोविन्द सरले ल्याएका हिट कलाकार को कोलाई चिन्नुहुन्छ आज खोलाउनु त? के अरे मेनुका दिदीलाई पनि अझै ल्याउनु भएको होइन, मेनुका परियार। त्यसपछि अहिले यस्तो आफ्नो स्वर हुने मान्छे आफै आइहालिन्छ, ल्याउने भन्दा पनि थोरै अब त्यो स्वर हुने मान्छे अब गर्न सक्ने मान्छे आइहालिन्छ, त्यो ठुलो कुरा भएन। तर बहिनीको प्रगति भएको छ, राम्रो भएको छ। अब एउटा किसिमले नयाँ प्रतिभा आउनुपर्छ, गीत गाउनुपर्छ भन्ने ट्रेन नै कमलाबाट सुरु भएको हो होइन। नत्र बालबालिकाले गीत गाउने त्यसरी आउने भन्ने खासै थिएन नि। एक किसिमको नयाँ प्रतिभा भन्ने बित्तिकै मान्छेको दिमागमा कमला नै आउँछ कि खासमा अहिले पनि, त्यहाँबाट सुरु भएको हो। हो लाइभ दोहोरीले कति प्लस पोइन्ट भयो, त्यसमा कमलाको त लामै हात छ है। कमला अहिलेसम्म लाइभ दोहोरीमा सबैभन्दा भ्युज गएको पनि कमलाकै लाइभ दोहोरी छ, राजीपुर एड्रेस हो है। हो त इतिहासै छ कमलाको लाइभ दोहोरी। अहिलेसम्म सबभन्दा अत्याधिक रुचाएको धेरै कति भ्युज छ त्यसमा? त्यो 2.5 करोड पुग्यो होला। 2.5 करोड कमलाले गाएको लाइभ दोहोरी हो त नि। हाम्रो गीतहरू पुग्दैछन् बल्ल। बहिनीको लाइभ दोहोरी बढी गयो कि अफिसियल गीत बढी गयो? अफिसियल नै हो नि, अब धनगढीको बसमा त्यति धेरै अनि 5 करोड गाएन त।
त्यो त ग्रुपिङ भयो कमलाको सिङ्गल भन्न खोजेँ सिङ्गल पनि गएको छ मेरो करोड त कटेकै छ प्रायः गीतहरू हजुर ल ठिक छ अब आज चाहिँ गोविन्द सरलाई के भन्न चाहनुहुन्छ सँगै हुनुहुन्छ होइन उहाँका गीतहरू अझै गाउँ मन कतिको छ सेयर गरौँ न एकदमै दाइको सिर्जनाहरू मलाई खासमा भन्नुपर्दा एकदम धेरै मनपर्छ अनि मैले दाइको गीतहरू पनि सुनिरहेको हो पहिल्यैदेखि अहिले पनि सिर्जनाहरू थाहा छ मलाई दाइको अब दाइसँग फेरि अझै सहकार्य गर्नु मन छ मलाई पछिल्लो दिनहरूमा चाहिँ ल ठिक छ पुराना गीत थाहा छैन बहिनीलाई नयाँ नयाँ मात्रै हो पुराना गीत कुन कुन थाहा छ दाइको त्यस्तो नसोध्नु न पुरानो मेरो पहिलो गीत आउँदा त बहिनी भर्खर भर्खर जन्मिनु भएको थियो होला अनि हो र अहिले कुन गीत रे तपाईँको सुरु रुन्चु जहिले पनि अँधेरीमा हेर्छु सधैँ जुनलाई